महोत्तरीका दुई किशोर दाजुभाइले आफ्नो सिप र मेहनतबाट मिनी एरोप्लेन निर्माण गरी सफलतापूर्वक उडाएका छन्। 18 वर्षीय शेखर शाह र 16 वर्षीय उज्जवल शाहले 1 वर्षको प्रयासपछि उक्त विमान तयार पारेका हुन्। छठ पर्वको अवसरमा यी दाजुभाइले गाउँ भङ्गाहाका छठ घाटमा विमान उडाएर उपस्थित जनसमुदायलाई अचम्बित पारेका थिए। विमानले 5 मिनेटसम्म आकाशमा उडेको थियो, तर पुनः उडानका क्रममा चट्टानमा ठोकिँदा केही क्षति पुगेको थियो। यी दाजुभाइले थर्माकोल, मोटर, ट्रान्समिटर, ब्याट्री र सर्भो मोटर जस्ता सामग्री प्रयोग गरेर करिब 50,000 रुपैयाँ लागतमा विमान तयार पारे। उनीहरूको विमान एक पटकको ब्याट्री चार्जमा 15 मिनेटसम्म उड्न सक्छ। भविष्यमा तिनीहरूले प्राविधिक सुधार गर्दै कुनो आकारको विमान र ड्रोन बनाउने योजना बनाएका छन्। स्थानीयवासी र दर्शकहरूले उनीहरूको यो नव प्रवर्तनलाई उच्च सम्मानका साथ स्वागत गरेका छन् र यसले गाउँका युवामा ठूलो आत्मविश्वास र प्रेरणा भरेको छ।